नमस्कार, म शशिदास, कलैया उपमहानगरपालिका वार्ड नम्बर 1 को वार्ड सदस्य। जस्तै अहिले जुन कलैया उपमहानगरपालिकाबाट जनप्रतिनिधि र कर्मचारीहरूको जुन एउटा जम्बो टोली भ्रमणमा गएको छन्, यसको बारेमा तपाईँ के भन्नुहुन्छ? यसको बारेमा मैले के भन्छु भने कि जुन स्थानीय सरकारको कलैया उपमहानगरपालिकाको जनप्रतिनिधि र कर्मचारीहरू भ्रमणको लागि जानुभछ सिक्किम, इलाम, दार्जिलिङ, त्यसको सदुपयोग के हुन्छ, जनतालाई बेनिफिट के हुन्छ, यसको त केही बेनिफिटै हेर्दैन हैन र समाजलाई पनि हेरेर चाहिँ कि यसको उद्देश्य पनि केही छैन। मात्रै आफूले 25 लाख रुपैयाँ विनियोजन गरेर आफूले मात्रै घुम्ने हो, आफ्नो एउटा माइन्ड फ्रेस गर्ने हो। तर जनतालाई यसमा के उपलब्धि पाइनेछ? यो 25 लाख रुपैयाँ उहाँहरूले भ्रमणै गर्नु थियो भने यो बारा जिल्लाको सदरमुकाम जुन मानव मटिया र 3 किलोमिटर सडक छ जुन अधुरो, यसमा उहाँहरूलाई आफ्नो दायित्व निभाउनु पर्थ्यो कि यो जुन 25 लाख रुपैयाँ जो म भ्रमण गइरहेछु त्यो भ्रमणैकै हिसाबले उहाँहरूलाई जानु पर्थ्यो कि सरकारनिर कि यो जुन बारा जिल्लाको हाम्रो यो कलैयाको जनता स्वास्थ्यले भोगिरहेछ, जति पनि यो 3 किलोमिटरमा सडकमा घरहरू छ त्यो त्यहाँको बासिन्दाहरूलाई एकदमै गाह्रो भएको छ। त्यो उहाँहरू यो बाटोमा 3 किलो बाटोमा जति पनि यहाँ बारा जिल्लाका अन्य जिल्लाहरूको मान्छे आइरहेछ उहाँहरूलाई स्वास्थ्यदेखि झेल्नु परिरहेको छ। यो भ्रमणले एकदमै यो कलैयाको जनतालाई एकदमै घाटा रहेको छ, किनकि जनताको करले आफ्नै भ्रमण गर्ने तर जनताको मर्म नबुझ्ने, जनताको काम नलाग्ने, जनतालाई फ्यासिलिटी नदिने, जनतालाई मात्रै कर लिने हामी हेरेको छौँ। तर यो 3 किलोमिटरको लागि डिलिगेसन लिएर जानु पर्थ्यो राज्यनिर, त्यो केही न केही यो 3 किलोमिटरमा उपलब्धि पाउँथ्यो, तर केही छैन। उहाँ यहाँको जनप्रतिनिधि मात्रै के भनौँ, यो हाम्रो कलैयाको दुर्भाग्य हो, बारा जिल्लाको दुर्भाग्य हो कि एउटा आफ्नो ठाउँलाई बनाउनको लागि पैसा खर्च गर्नुपर्छ, तर हामी जनताको पैसाले ऐस आराम गरिरहेछौँ।